द भोइस अफ नेपाल सिजन 6 का चर्चित फाइनलिस्ट प्रोसेस पाण्डे द भोइस अफ नेपालको इतिहासमै पहिलोपटक 3वटा अवार्ड जितेर रेकर्ड कायम गरेका प्रतियोगी हुन्। सोको 6औं सिजनसम्म आइपुग्दा उनले राखेको रेकर्ड अरू कुनै पनि प्रतियोगीहरूले राखेका छैनन्। ब्लाइन्ड अडिसनदेखि नै तहल्का मच्चाइरहेका प्रोसेसका विषयमा किन केही मानिसहरूले नकारात्मक कमेन्ट गरिरहेका छन्? किन उनलाई डलरले फाइनलमा पुगेको भनिरहेका छन्? यसको पछाडि केही कारण छ कि यो मानिसहरूको आलोचना मात्रै हो? यस भिडियोमा यसका कारणहरू खोतल्ने प्रयास गरेको छु। सपना देखेको थिएँ आवाजको पहिचान बनाउने, आज म त्यो सपना जिउँदैछु। कोचखेम सेन्चुरीका टिममा रहेका प्रोसेस फाइनलमा पुगेपछि उनकै टिममा रहेका अर्का चर्चित प्रतियोगी इन्द्रकला राई सोबाट आउट भइन्। त्यसपछि नै होला सायद प्रोसेसलाई डलरमै भोट आएकोले जितेको भन्ने आरोप लाग्यो। यस च्यानलमा पनि इन्द्रकलाका विषयमा बनाएको एक भिडियोमा डलरकै विषयमा धेरै कमेन्ट आयो। ती कमेन्टहरू पढिरहँदा हामीले किन त्यस्तो कमेन्ट आइरहेको छ भनेर बुझ्नै सकेनौँ। भिडियो अपलोड गरेको केही दिन बितिसक्दा पनि यस्तै कमेन्टहरू आएपछि भने हामीले यसको पछाडि के छ कारण भनेर खोतल्न थाल्यौँ। फर्की हेर्दा तिमीसँग आँखा जुधाई मुटु भित्र राको बल्दा। कमेन्टमा कसैले प्रोसेसका बुबा नै अमेरिकामा प्रोफेसर छन् र उनले त्यहीँबाट डलर खनाइरहेका छन् भनेर दाबी गरिएको थियो। कतिपयले भने अमेरिकाबाटै भोट आइरहेको पनि दाबी गरेका छन्। कसैले चाहिँ उनको आफन्तहरू अमेरिकामा छन् पनि भने। तर के यसमा सत्यता छ? भोटिङबाटै जित्ने प्रक्रिया भएकोले के भोट जताबाट आए पनि त्यस्तो आरोप लगाउन मिल्ला र? यस्तै प्रश्नहरू दर्शकहरूले गरिरहेका छन्। यसै क्रममा हामीले प्रोसेसको फेसबुक प्रोफाइल खोतल्यौँ। के यसमा केही कारण फेला पर्ला कि? आउनुहोस् हेरौँ। धेरै माया दिदारै छन् मुटु जोडेर जनेहरू यादमा डुबी बस्दै छन् मुटु जोडेर बस्नेहरू। यो भिडियो तयार पारेको समयमा प्रोसेसको प्रोफाइलमा सुरुमा भेटियो द भोइस अफ नेपाल सिजन 3 का विजेता किरण गजमेरसँगको प्रोसेस पाण्डेको फोटो। उनले किरणलाई दादा भनेर फोटो पोस्ट गरेका छन्। तपाईहरूलाई स्मरणै होला किरण अमेरिकामा बस्छन् र उनलाई पनि सो जित्ने बेला अमेरिकाकै डलरले सो जितेको आरोप लागेको थियो। सायद त्यसैले प्रोसेसलाई पनि डलरमा भोट आएको आरोप लागेको हो कि? खै फोटो मात्रै हेरेर त्यस्तो आरोप त लगाउन नमिल्ने हो। जे होस्, यस पोस्टबाट पनि उनलाई डलरमा भोट आएको हो भनेर भन्न सकिन्न। फोटो हाल्दा पनि यस्तो आरोप किन लाग्यो भनेर दर्शकहरूले कमेन्ट गरिसकेका छन्। छाती भित्र मेरो हिमाल झलल झल्केको म हुँ नेपाली बाबु मेड इन नेपाल, म हुँ नेपाली बाबु मेड इन नेपाल। त्यसभन्दा तलतिर प्रोफाइल हेर्दा प्रोसेसलाई देशका कलाकार र राजनीतिज्ञहरूले पनि भेटेको तस्विर र भिडियोहरू भेटिएका छन्। तर यी कुनै फोटो र भिडियोहरूले उनलाई डलरमै भोट आएको हो भनेर भन्न त सकिन्न। यस्तो अवस्थामा प्रोसेसलाई किन डलरमा भोट आएको आरोप लागिरहेको छ, यो विषयमा हामीले कुनै खास कारण भेटाएनौँ। सायद यो केवल आरोप मात्र हुन सक्छ। तपाईँको विचारमा किन यस्तो नकारात्मक कमेन्ट आएको होला? कृपया कमेन्ट गर्नुहोस्। Performer of the day भन्नुभएको छ। Congratulations, it's a hat trick. Process Pandey. Congratulations Process. Thank you sir. तपाईं भन्नुभएको छ Performer of the day. द भोइस अफ नेपाल सिजन 6 को फाइनलमा पुगेका चौथो प्रतियोगी हुन् प्रोसेस पाण्डे। उनले लाइभ शो राउन्डको तेस्रो हप्ताको दुवै एपिसोडमा र उत्कृष्ट 5 को प्रस्तुतिका क्रममा गरी 3 पटक लगातार परफर्मर अफ द डे अवार्ड जितेका थिए। उनी द भोइस अफ नेपालको इतिहासमा नै लाइभ शो राउन्डमा 3वटा अवार्ड जित्ने एकमात्र प्रतियोगी हुन्। वर्षीय प्रोसेस धादिङको गजुरी गाउँपालिका वडा नम्बर 4 निवासी हुन्। उनी सिजन 6 मा 4 जना कोचको कुर्सी घुमाउने पहिलो प्रतियोगी समेत हुन्। उनी कोच खेमको टिममा छन्। गाउँमा सायद पहिरो गयो
सानो छँदा फैलैचाको डन्डीलाई बाजा बनाएर गाउन थालेका प्रोसेसले ठुली आमाबाट गीत गाउन सिकेका थिए। त्यसपश्चात उनले सङ्गीतलाई नै करियर बनाए र गीत गाउन सिके। उनी आफ्नो जीवनको लक्ष्य नै गीत गाउनु रहेको बताउने गर्छन्। जन्मिएको 6 महिनापछि माइती पुगेपछि मात्रै आफ्नो छोराले आँखा नदेख्ने गरेको थाहा पाएको उनका आमा बुबा बताउँछन्। उनी सानैदेखि दृष्टिविहीन भए तापनि त्यसै अवस्थामा पनि आफू खुसी भएको बताउने गर्छन्। उनी क्यारिकेचर गर्न पनि सिपालु छन्। आदरणीय दर्शकबिन, तपाईलाई प्रोसेसको आवाज कस्तो लाग्छ? कृपया कमेन्ट गर्नुहोस्। भिडियो मन परेमा लाइक र सेयर गर्न पनि नभुल्नुहोला। यस्तै भिडियोहरूका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोस्।